उहाँले चाहिँ मलाई हान्नुहुन्थ्यो उहाँले त पढाउनु भएन हान्न बेर लाग्छ है अब यसलाई जिस्काउनु पर्ने हुन्छ यहाँ होइन केडी जिस्काउनु पर्छ होइन केटा भन्न केडी जिस्काउँछु म छैन केडी जिस्काउनु पर्छ क्या हाम्रो स्कुलको टोयलेट हो गाइज यहाँनिर यस्तो हुन्छ होइन अनि यस्तो हुन्छ यस्तो छ फोर्नुको भन्न त हेलो गाइज यहाँ हेर्न सक्नुहुन्छ वेदरले हाम्रो स्कुलमा बिजोग बनाएको छ होइन गाइज यस्तै हो जिन्दगी धेरै पानी परिरहेको छ अब म भाग्नु पनि हुन्छ म भाग्दैछु बाहिर पनि भाग्दैछु भाइ भाग गर्दा गर्दै पानी पर्ला हावा हुरी आउला सो गाइज हाम्रो क्लासमा चाहिँ यस्तो हुन्छ है हामी चाहिँ जहिले यस्तो गर्छौँ सो यो चाहिँ लुकेर बनाएको बेसी अगाडि हुनुहुन्छ होइन सो यस्तो गर्छौँ पछि कुर्ता कसरी कुर्छस् यो यसरी हालो अनि खाने गर्छौँ आँप होइन सो हतपति बस्नु राख्दैन सबै तपाईँहरू क्लासमा नि यस्तै गर्नुहुन्छ होला होइन यसरी कुटो होइन डटपेनले अनि हालो यसरी काट्यो है टुपेन देखाएन यसरी काट्छौँ होइन आइरन स्केलले अनि खान्छौँ है गाइज हामीहरू हामी जस्तो को छ उठबाट एकदम गर्ने 10 क्लास सो गाइज हामी चाहिँ लास्ट बेन्चमा बसेर बक्तिजी हरकत गर्दै बस्छौँ होइन सो केटाहरू त्यहाँ छ केटाहरूले त्यसरी खान्छ यहाँ छ अरू त्यसरी खानेमा म पनि पर्छु गाइज यसरी तपाईँहरू नगर्नु हाम्रो चाहिँ मिसले नै इजाजत दिनुहुन्छ होइन खान छुट्टीको आज प्रोग्राम हो नि त त्यही भएर होइन भन्न सबैले देखाइदिएन कमेन्ट सब्स्क्राइब गरिदिनु होला अब भिडियो गर्नु गएको छु अच्छा हमको सिखा रिया है के बुझ्यौ यहाँ क्लासको केटीहरू छ सो देख्न सक्नुहुन्छ गाइज देख्न सक्नुहुन्छ होइन कहाँ भाइ त्यसो गर्ने बेलै भएको छैन 10 रुपियाँ नि त बाहुन बोलिहाल्छ क्या जति बेला पनि देख्यो के अरे हालिदिन्छु राम्रै देखेको छौ ऊ चाहिँ त ढुङ्गावाली केटी है ढुङ्गावाली केटी हो ढुङ्गावाली मुटुवाला हो के अरे सन्ता तिमीले छाडिसक्यौ कसलाई छाड्यौ है अब यसलाई जिस्काउनु पर्ने हुन्छ है अब यसलाई जिस्काउनु पर्ने हुन्छ है प्यारी समझ गई होइन अब ग्यास केटी बसी हल्का छोरा मान्छे हेरेपछि अलिकति चम्किनै पर्यो त्यही भएर म यो केटीलाई अब लाइन हान्छु है ग्यास देख्न सक्नुहुन्छ त्यो के भन्छ नि अब लाइन हान्नु पर्ने हुन्छ होइन हात मेरो हातमा घडी छ होइन के अरे सो त्यहाँ चाहिँ प्रोग्राम स्टार्ट हुँदैछ होइन के छ भाइ प्रीति बोलायो प्रीति है अब यसलाई जिस्काउनु पर्ने हुन्छ यहाँ होइन केडी जिस्काउनु पर्छ होइन केटा भन्न होइन केटा भन्न आप कहाँ थे ज्ञानी बाबा केडी जिस्काउँछु म छैन केडी जिस्काउनु पर्छ क्या जिस्का भाइ जिस्का न बिचरा एक नारी छ यहाँ र यतातिर धेरै केटाहरू छ बोकाहरू सोझो त म मात्र हो म मात्र हो सोझो के बोल्छ हौ भाइ सिबिन भाइ तेरो नाकको दुलो देखा त केटी है देख्न सक्नुहुन्छ
मलाई कस्तो डर लागिरहेको थियो क्या सुरुचोटि आउँदा भूत जस्तै कस्तो राम्रो त राम्रो छ तर कस्तो हेर्नु न कस्तो डर लाग्दो खालको छ क्या हो कि अन्त सिबिन भाइ अब मिस उहाँले चाहिँ मलाई हान्नुहुन्थ्यो उहाँले त पढाउनु भएन हान्न बेर हान्न बेर करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ हान्नु मेरो फोन फुट्न सक्छ मिस तपाईँलाई कस्तो लागिरहेको छ त आज प्रोग्रामको दिन जोन सान्डी राई ल भाइ ल ₹200 दे और ₹50 काट ओवर एक्टिंग के वजह भनेको म के देखेँ अरे तोर्पे देखेको छु समझ रहे हो ना अब चाहिँ दर्शक केटीहरूसँग भेट्दा यस्तो कन्टेन्ट भेटिँदो रहेछ है गजब बेइज्जती है सो यता चाहिँ यता अलिक राम्रो आउँछ सो यहाँ त कालो देखिँदो रहेछ यता पर्खि सो यो केटीले चाहिँ होइन अब उसको केटा आज एउटा केटालाई प्रपोज हान्छ अरे होइन सो गाइस देख्न सक्नुहुन्छ भाइ तिमीलाई ल एकछिन बगे ल अब प्रपोज हान्दा तँलाई एउटा भाइले धरि पत्ताएन यार प्रीति त सिङ्गलै भएर मर्ने भइछ यार है राम्रो है यो केटीहरू त कस्तो यार गाइज म एक्लै केटालाई होइन यहाँ पारेर आमा मेरै कुरा काट्दैछको गाइज आमा काली आयो हो देखेको छैनौ बहिनी तिमीलाई यो दिदी मन परेन हो बहिनी सिबिन भाइ तँलाई होइन दिपेन दाई ठिक लाग्छ कि यो दिदी ठिक लाग्छ भन् त अनि प्रीति फुल्देऊ न मलाई के भयो तिमीलाई नानी के भयो नानी के भयो तिमीलाई नानी के भयो नानी चले एक काम कर ₹200 दे और ₹50 काट ओवर एक्टिंग के वजह नानी के भयो नानी तिमीलाई किन बहाना किनभने मलाई जस्तो के भन्छ त्यसलाई हालगन घर लाग्छ सो गाइजहरु चाहिँ हामी बसिरहेका छौँ तीनटा केटीको छेउमा कैसी लगी आगे स्वाद अकेला पुरुष बस रहा है यहाँ पर एक लड़की ये भी लड़की मैं अकेला लड़का हूँ एक लड़की ये भी लड़की मैं अकेला लड़का हूँ लड़का अभी मजा आएगा ना भिड़ो प्रीति त कस्तो राम्री देखिँदैछस् यार आज प्रीति
त कस्तो राम्री देखिँदैछ यार आज आमामा कति लामो हाइट फेरि यसको अलिक पर जाँदा सन्जय छौ नाम भन अलिक ठुलो स्वरमा मानव के ए मनी परियारै हो त थाहा छ तिमीलाई मानव नै हो मानस तिमी चाहिँ मानव के मानव परियार मानस बोल्दा नि बोल्दैन ठुलो पल्टिन्छ हाम्रो स्कुलको टोयलेट हो गाइस यहाँनिर यस्तो हुन्छ होइन अनि यस्तो हुन्छ यस्तो छ फोहोरको विराट डरेनले गर्दै पानी पर्ला हावा हुरी आउला कुहिरो लागेको छ यस्तो बिजोग छ हुस्रो कुहिरो लागेर एकदम नाजुक अवस्था प्रोग्रामको यता हाम्रो डिजेमा चाहिँ सञ्जीव सर डिजे त चाहिँ भाइ के कन्ट्याक्टर के अरे त डान्सर सरको एकदम नाजुक भएको छ कि छैन अन्त अवस्था लिपस्टिक लाउने लिपस्टिक लागेको कसले त लिपस्टिक लागेको कसले यस्तो अवस्थामा नि सन्दीप सरलाई खाने चाहिँ कसैले भेट्दैन ओ बरै हुसे सिबिन भाइ हो फिलहाल यहाँ चाहिँ बत्तीले अरे मौसमले साथ दिएको छैन र यहाँ सबजना चाहिँ बेन्च बोक्दै भित्र हाल्दै गर्दैछ यहाँ मिसहरू चाहिँ चट्टा खै के गर्दै हुन्छ मलाई थाहा छैन सक्नुहुन्छ वेदरले हाम्रो स्कुलमा बिजोग बनाएको छ होइन गाइस यस्तै हो जिन्दगी त के भएको बाबु यो के हो यहाँ पढ्न के छ त जिल्ला टपर रे अनि हो त्यहाँ ककडाहरू त्यहाँ छ सोनीमा यहाँ छ रियाने थाहा छैन सो पानी परेर एकदम बिजोग भइगयो प्रोग्राम पनि त्यस्तै भयो बिचबिचमै अनि अब चाहिँ घर जानुपर्ने हुन्छ हावा यस्तो चलिरहेको छ सुन्दै हुनुहुन्छ होला अनि सो त्यही अब पानी पर्दैछ यसो कवल कहाँ देखाउनु यसो कवल कहाँ देखाउनु भाइहरू भाइ कुदा न कुदा यताउता यहाँ आऊ न भाइ आज प्रोग्राम कस्तो झुर भयो है तिमी नाच्यौ तिमी नाच्न पाएनौ है रियानी दिउँसो हरायो खोइ रियानी कहाँ हरायो त म भन्दा नि गोरै थियो खोइ कसरी हरायो नि धेरै पानी परिरहेको छ अब म भाग्नु पनि हुन्छ म भाग्दिन्छु भाइहरू पनि भाग्दिन्छु भाइ भाग भाइ भाग अब त्यस्तो अटो पारामा घर जानुपर्ने हुन्छ चारो खोजेर लिएर काट्दै हुनुहुन्छ दिदी सन्चै हुनुहुन्छ अनि कस्तो भयो त पूजा राम्रो भयो ए दामी भयो बिहान अरे बाहिर चाहिँ पुरै पानी परिरहेको छ अनि दिदीहरूमा चाहिँ टुसाले चिया ल्याइयो अब चट्ट चिया खाएर चाहिँ पानी गएपछि म घर जान्छु त्यही हो है भिडियो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनु होला
लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। अनि सब भिडियो बनाउँदै अब प्यान गर्थ्यो अनि त्यसपछि राम्रो कन्टेन्ट भएन हराएर पनि यसो हेरिदिनु नि ल। सो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। सो यसरी म भिडियो हाल्दै गर्छु, तपाईँहरू हेर्दै गर्नु। त्यही त, हस्त नमस्ते, बाई बाई।